हेलो नमस्ते गुड मर्निङ सबैजना अनि हजुर सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु है आजसम्म भन्न चाहन्छु ल अनि हजुरहरूकोतिर मौसम कस्तो छ हाम्रोतिर चाहिँ बिहान बेलुका चाहिँ एकदम जाडो छ नि त तर आजको दिन चाहिँ एकदम खुलेको छ मौसम यस्तो भइरहेको छ हेर्न त नाइस भइरहेछ आजको मौसम चाहिँ हाम्रो यस्तो भइरहेको छ ल हजुरहरूसँग चाहिँ सदा चाहिँ आज पनि मैले न्यु डेमा चाहिँ न्यु भ्लग लिएर उपस्थित भइसकेको छु हजुरहरू सबैजनालाई चाहिँ मेरो बुइपाली बुहारी युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु आज चाहिँ हाम्रो भन्दा मेरो चाहिँ विशेष काम भनेको चाहिँ यता दाउरा काट्नु जानुपर्ने छ अनि हामी चाहिँ दाउरा काट्दैछौँ अब यो जाडोको छुट्टी छ नि त अनि जाडोको छुट्टीमा चाहिँ हामी दाउरा काट्दैछौँ सो गाई चाहिँ हेर्नु हाम्रो बुनुले भारी ए ढोको के हारेको त नि यस्तो यो चाहिँ कहाँ बाङ्गे टिङ्गे हुन्छ त यो यसरी पो लाग्ने हो त यो त अनि त्यसरी तन्काएर भयो त यता लाउने छोडलु अब यता घुमाउने अब यहाँ यो दुलोमा लाउ यस्तोमा यहाँ लाउ त कानोमा काम्रो यहाँ हुन्छ त हुन्छ छोडिदेऊ न यहाँ लाउ न पहिला भनेको त टेर्नु पो पर्छ त लु हिँड बोइको त त्यस्तै हो त्यो तान्नु पर्दैन लु बोक त लु बोक भयो त नि त्यस्तै त हो त त्यो अनि कहाँ बाङ्गे टिङ्गे कसले भने बाङ्गे टिङ्गे सिधै छ हो त्यस्तै हो त अनि बोक्नु पो जानुपर्छ त बाङ्गे टिङ्गे भनेर भयो त हेर्ने चाहिँ पारी खुण्ड हो हाम्रो गाउँ उर्नेलीको राम्रो मौसम छ दाउरामा जाँदैछौँ हामी चाहिँ होइन बहिनी औ बुनु आउँदैछ जाडोमा हामी है आमा छोरी जाँदैछौँ दाउरा काट्नु के भन्दै हकार छ के भन्छ नखर माउली भन्छ हकार छ भन्छ के नारे त्यस्तो हकार छ अरे बुनुलाई यो चाहिँ मेरो गाउँ हो गाउँसी हो गाउँसी बिहान बिहान चिसो मौसमको कारणले हामी चाहिँ यता दाउरामा जाँदैछौँ यता दुईटा केटाकेटी पनि जान्दैछ हेलो दुईटा केटाकेटीहरू कहाँ हिँडेको तिमीहरू के न दाउरा लिनु बुनुलाई बाक्लै खान्छ के तिमी आउने बाटोमा फुल रोपिदिए तिमी आयौ न होइन बुनु आज बुनुको मुहार अलिक नराम्रो देखिएको छ के भएर हाम्रो बुनु रिस उठायो आज कसले बहिनीलाई डोको माथि लगाऊ टाउकोमा मान्छ ज्ञानी मान्छ ए मलाई त मेरो छोराछोरीले काम गरेर पाल्ने भयो एउटा त्यहाँ जाँदैछ लखर लखर भविष्यको फार्मर्स भविष्यको फार्मर्स इन डक्टर योर फ्युचर फार्मर्स कि के हो ड्राइभर खलासी बुनुलाई मन परेछ बुनु चाहिँ ड्राइभर हुने रहेछ के हुन्छ बुनु
बुनु डक्टर रियाज ट्रक ड्राइभर सामान लोड गर्ने अनलोड गर्ने हो नि बुनु त डक्टर हो पछि रियाज दादा त ट्रक ड्राइभर अटो ड्राइभर त म हुने मम्मी चाहिँ लाउरे अब पछि मम्मी लाउरे रियाज ड्राइभर ट्रक ड्राइभर बुनु खलासी खलासी आमामा दाउरा काट्ने त एउटो पनि छ कि क्या हो हजुर कता हिँड्नु भएको ए कहौ यो त फेरि कहौ राम 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 यता स्याने मेने उता स्याने मेने खै यिनीहरू जङ्गल जाने अरे हेराउनु हिँडाएको जङ्गल खोइ हराइराख्नु पर्यो भारी धेर बोक्दैन हात मुसो मुसो आऊ बुनु छिटो कम्कनाक छुरी छ त अहिले म फेरि तिमीलाई साथी हेर यहाँ छोरी साथी त तिमीलाई साथी छ यहाँ जाऊ के अरे ए के हो आज चाहिँ ढिलो धेरैजना भइसक्यो दाउरा काट्नु जाने यता पनि टिमहरू भेला भइसक्यो यतामा आउँदैछ ले हिँड 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 यो त ल्याङ ल्याङ आज त धेरैजना भइसक्यो नि 12-13जना हुन आँट्यो होला हाम्रै घरको 4जना उता 4जना 8जना दाउरा लिएर म चाहिँ यता साथीहरू अगाडि गइसक्यो म ढिलो गरेँ नि त कता गएको हौ सबै चापचुप छ त कता पुग्यो हौ मान्छेहरू कता हौ सबै चुपचाप यता दाउरा फालिरहेछ ए चिल्लो पारेछ यता त भारी पनि पुग्ने रहेछ त कसको त ए रास लडिरहेको छ त दाउरा हामी चाहिँ यता काट्नुपर्ने हो उता उता काटेको दाउरा उतै थियो एकौला काटिसकिन्थ्यो यो हो छैन रहेछ काटिसकेको रहेछ यो हो चाहिँ यता काट्नु पुग्छ होला के हो त्यो सुकेको ए ऊ त्यहाँ ऊ छ नि के परे त्यो ऊ के पातले काट्नु ठङ ठङ पार्न थाल्यो त उता भित्ताहरूको युनिसा कहाँ हिँडेको के खोज्नु झरेको उधो
थालिसक्यौँ है। अब यता चाहिँ गीता नाना भारे पुगेका हौ आउनु हे जानु जे मरलाई दाउराको भारी लगाइसकेँ। म चाहिँ ल गाइज म चाहिँ यता दाउरा साउरा लिएर पनि त्यो त हेर्नु न रासको रास भइसकेछ हाम्रो दाउरा। रासको रास दाउरा थुपारिसकेर पनि भातसात खाएर नानीहरूलाई नुहाइदिएर अनि के भन्छ एकछिन पेचुरी बोनेर अनि यता चाहिँ अब यो के भन्छ सुँगुरलाई चारो लगाइदिएर फेरि यतातिर खन्नु जानुपर्ने छ। यहाँ म चाहिँ सुँगुरलाई चारो लगाइदिनुलाई चाहिँ ठिक्क पार्दैछु। चाहिँ सुँगुरलाई चारो वहीँ वहीँ गर्दै अघि कराउँदै थियो। एकछिन सुती पनि हालेँ अल्छी लागेर। अब चाहिँ उठेर पनि म यहाँनिर अब फटाफट काम गर्दैछु। फटाफट फटाफटसँगले अलिक पानी लाउनु पर्यो। के हो धारा पनि बाङ्गी गएको। यता सुन्तलाको बोट छ। सुन्तला पनि कति खानु घरमा हुँदा त अर्कोमा हुँदा चाहिँ किनी खाइँदो रहेछ। आफ्नो घरमा हुँदा चाहिँ त्यति धेरै वास्ता हुँदैन रहेछ। निद्रै लाग्यो हो सुतेको त एकछिन सुतेको सधैँ जिउले त्यही खोज्छ हौ। के गर्नु पीडा छ काम नगरी खान पाइँदैन। नाम खान पाइँदैन। यता डोको पनि ठिक्क पार्दैछु। यो तल खण्ड फेरि गएर दाउरै काट्नु पर्ने छ। हेर्नु हामीले दाउरा यत्रो भइसक्यो 2 दिन लिएको रास थुपारिसक्यौँ। अझै पनि 2 दिन त सरासर जानुपर्ने छ। यो बिदाभरिमा चाहिँ दाउरा काट्ने सर्ट छ मेरो। टाउको दुख्यो हौ घाममा सुतेको त। गाह्रो छ हौ जिन्दगीलाई यस्तो गर्दै काम गर्नुपर्छ। बोडा बाघ टाइपको छ यो चाहिँ। नकर नै नकर घोरेको नगर। लु कति साह्रो अत्तालिएको हौ। खाना खुरु यता र उति नकुद्यो तँलाई नि हो त छै। एकदम छ फेरि पुजुका नै है त चाहिँ इद्री भयो चाहिँ हिजो अस्ति भर्खरले त सबै अनि खाइसिना बोक्राहरू चाहिँ इस इद्री भएछ यो त प्लिक 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 चाल खान्छ। अग्लो डुल भएको छ यसलाई त ल खा। कहिले ठुलो हुन्छ यस्तो।
खुट्टा लाएर खानुपर्ने नामै त सुँगुर। अनि कहिले ठुलो हुन्छ जस्तो चारो पुगेन क्या आज त खोप्रे जस्तो पछाडि त अलिअलि खोर्सानी फलिरहेको छ यसलाई टिपेर लानुपर्ने अचार यो ट्रनी चाहिँ भत्काएर दाउरा काट्नुपर्ने छ ठुङ हेर्नु यहाँ खनेर रोप्नुपर्ने छ प्याज घुम्दिरहेछ फेरि अब मैले डुङ काट्नुपर्ने छ नि त यो चाहिँ अब काट्छु। अब यतातिर चाहिँ म प्याज रोप्ने ठाउँ बनाउनुलाई खन्नु आँटेको छु। मल पनि बोकिसकेको छु।